गुड मर्निङ जयमसी नमस्ते। फेरि पनि आज तपाईँहरूको माझमा मैले धर्मशास्त्र बाइबलबाट यिर्मया 29:11 पद लिएर आएको छु। म पढ्नेछु। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। अनि धन्यवाद दिन्छु परमेश्वरले हाम्रो योजनाहरू हाम्रो जीवनमा जुन कुरा पनि बनाउनु भएको हुन्छ हैन, अनि परमेश्वरको योजनाहरू आज तपाईँ र मैले बुझ्यौँ भनेपछि त्यो सबै कुरा अनि उन्नतिको निम्ति हुन्छ, आशा दिनको लागि, भविष्य दिनको लागि भनेर जसरी हामी यहाँ हेर्दछौँ। र तपाईँ र मेरो जीवनमा कतिचोटि हामीले योजना बुझ्न सकेका हुँदैनौँ। अनि के भइरहेको छ मेरो जीवनमा भन्ने कुराहरू हामीले नबुझेको कारणले पनि कतिचोटि हामीलाई अनि एकदमै गाह्रो हुन सक्छ। र आज परमेश्वरको वचनमा यहाँ लेखिएको जस्तै अनि किनभने जुन योजना मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु भन्नुहुन्छ परमेश्वर। परमप्रभु भन्नुहुन्छ ती तिमीहरूका उन्नतिको निम्ति हुन् हैन, नोक्सानीको निम्ति कुनै कुरा पनि हाम्रो लागि जब प्रभुलाई हामीले विश्वास गर्यौँ, ग्रहण गर्यौँ, बत्तिसमा लिइसकेका छौँ भनेपछि परमेश्वरले आज फेरि पनि यिर्मया अगमवक्ताद्वारा परमेश्वरले यो वचनबाट भएर आफ्ना जनहरूको लागि बोल्नु भएको थियो। आज तपाईँ र मेरो लागि पनि यस बिहानीमा बोल्नु भएको छ। र यो वचन एकदमै आशिषप्रद वचन छ। मैले पनि अनि त्यो अवस्थाहरूमा त्यो घडीहरूमा यो वचन मैले त्यतिखेर मनन गर्दाखेरि म धेरै आशिष पाएको वचन हो। र यसले मलाई एउटा अगाडि बढाएको कुराहरू, आशा मरिसकेको कुरालाई पनि फेरि पनि परमेश्वरले त्यो आशा दिनुभयो। अनि सबै कुरा मेरो लागि रहेछ भन्ने कुरा मैले त्यतिखेर बुझेको थिएँ। र आज फेरि पनि अनि मैले पाएको आशिष हजुरको माझमा पनि यसरी मैले परमेश्वरको वचनबाट पस्केको छु। अवश्य तपाईँहरूले पनि यो वचनबाट आशिष पाउनुहुनेछ। जसरी परमेश्वरले आफ्ना इजरायली जातिको लागि आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो, तपाईँ र मेरो जीवनमा पनि हैन, ढिलो चाँडो आफ्नो समयमा परमेश्वरले गर्नुहुन्छ, हामीलाई लाग्न सक्छ, तर आफ्नो परमेश्वरको समयमा हाम्रो जीवनमा त्यो पुरा हुन्छ। हाम्रो विचारहरू फरक हुन सक्छ, तर उहाँको विचारहरू यति महान छ। हाम्रो विचारले हामीले छिट्टै त्यो नतिजाहरू देखेर हामीलाई निराश हुनतिर पुग्छौँ, तर परमेश्वरले गर्नुभएको कुरालाई केही समय ढिलो होला, हामीले बुझ्न सकेका हुँदैनौँ, तर पछि गएर के भन्नुभएको छ हैन, यहाँ तिमीहरूको निम्ति नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई भन्नुभएको छ। यो आज तपाईँ र मैले जुन अवस्थाबाट हामी हिँडिरहेका छौँ होला हैन, सङ्घर्ष गर्दैछौँ होला, कति योजनाहरू हामीले बुझ्न सकेका छैनौँ होला, तर आज परमेश्वरको वचनमा हामी जब गहिरिन्छौँ भनेपछि उहाँको योजनाहरू महान तरिकाले हाम्रो जीवनमा पुरा भएर जान्छ, यति आशिषमय भएर जाँदछ। परमेश्वरले जसरी मूसासँग गर्नुभएको प्रतिज्ञाहरू इजरायलको जीवनमा सबै पुरा नै गर्नुभएको थियो। आज परमेश्वर यसरी बोल्नुभएको छ। आज तपाईँ र मेरो लागि यस बिहानीमा परमेश्वरलाई धन्यवाद दिन्छु। यतिखेर यो वचनबाट तपाईँहरूले पनि आशिष पाउनु भएको होस्। फेरि पनि जय मसी, नमस्ते।